हेलो गाइज, फेरि पनि मेरो नयाँ ब्लगमा हजुरहरूलाई स्वागत छ। आज म चाहिँ माथि बाजेहरूको घर घुम्न जान आँटेको। म चाहिँ अहिले पहाड आएको छु नि त, शङ्खसभा आएको छु। मेरो पहाड चाहिँ शङ्खसभा हो गाउँ, अनि त्यही भएर हामी चाहिँ बाख्रालाई घाँस काट्न जान आँटेको माथि बाजेको घर हुँदै हुँदै। हजुरहरूलाई देखाउने छु म जन्मेको, मतलब म हुर्केको घर। जन्मिनु चाहिँ दमक जन्मेको, हुर्किनु चाहिँ यहाँ पहाडमा हुर्केको। मम्मीहरू यहीँ आउनुभएको र नि त, अनि त्यसैले हाम्रो घर चाहिँ यस्तो छ। हाम्रो पहाडको घर चाहिँ यस्तो छ गाइस, वरिपरि शङ्खसभा। हाम्रोतिर त यस्तै छ। आज घाम लागेको छ बिहान बिहानै, त्यही भएर यस्तो छ। अब हामी गएको माथि हिँड्दैछौँ। अब हामी चाहिँ जाँदैछौँ माथि बाजेको घरतिर घाँस काट्न जाँदैछौँ। अनि त्यहाँदेखि जाँदै अब मम्मी बा दिदीसँग घाँस काट्न जाँदैछु म चाहिँ। अब आज हामी चाहिँ बाजेहरूको घर देखाउँछौँ म हजुरहरूलाई। बाजेहरू त बितेर जानुभएछ तैपनि मम्मी दिदी यहाँ हुनुहुन्छ। मम्मी दिदीहरू चाहिँ हेर्नु गाइस, म चाहिँ सङ्सुलाई मेरो छोरीलाई, हाम्रो छोरीलाई बोकिरहेको छु यहाँ दिदी मम्मी यता हुनुहुन्छ। नानी देखाइदिन्छु क्या डोकोमा। नानी यता छ यहाँ डोकोमा। सङ्सु हेर्नु गाइस, हामी चाहिँ बाजेको घरमा फाइनली आइपुगिसक्यौँ। किनभने अब हामी यहाँ हुर्केको हो। हामी हुर्केको घर यही हो गाइस। हेर्नु हुर्केको घर हामी यो हो। कोही हुनुहुन्न किनभने बाजे बोजू खसेर जानुभयो नि त। मामाको फ्यामिलीहरू सबैजना उता हुनुहुन्छ युकेमै, अनि हामी चाहिँ यहीँ हुन्छौँ। बाबा मम्मी चाहिँ यहाँ पहाडमा बस्नुहुन्छ नि त प्राय। अनि म र प्राय छोराछोरी चाहिँ अब दिदी बिहे गरिसक्नु भएको छ, दाजु नि बिहे गरिसक्नु भएको छ। अनि म चाहिँ उता बेलबारीतिर बस्छु गाइस। त्यही भएर अनि मम्मी बाबा मात्रै हो, अनि घर बिचरा एक्लै छ। यो घर यस्तो छ हाम्रो बाजे बोजू हामी हुर्केको यो घर हो। कोही छैन यो घरमा, कोही छैन अहिले। बिचरा घर मात्रै छ, कस्तो राम्रो छ। ठुलो घर एक्लै छ, 3 तले घर हो गाइस। यस्तो छ यता। हामी चाहिँ यो घरमा आएको कस्तो भएछ भनेर हेर्न आएको नि त गाइस। बल्ल बल्ल अब पहाड आएपछि हेर्नु त पर्यो होइन। आफू जन्मेको मतलब हुर्केको, जन्मिनु त तल जन्मेर ल्याउनु भएको बाबा मम्मीले, त्यही पनि अब हुर्केको घर हेर्नु पर्यो यताउता भनेर। यो चाहिँ मतान हो गाइस, यो मतान हो, यो चाहिँ मतान हो। तर कस्तो अँधेरो भएर नदेखेको क्या यो घरै, अँधेरो भयो, घाम आइरहेको छ त्यो गाइस। अहिले म चाहिँ बाजे बोजूको घरमा आइपुगेको छु। किनभने अब यो घरमा चाहिँ हामी हुर्केको हौँ 5 जना नाता नातिना सबैजना। हामीलाई हुर्काउनु भएको बाजे बोजू सब उहाँहरू त बितेर जानुभयो, त्यही भएर उहाँहरूको सम्झनामा अब यही घर छ, जग्गाहरू छ यो गाई चाहिँ जग्गाहरू। यो चाहिँ मतान हो। अनि उहाँहरूको सम्झनामा यसो घर हेर्न आएको छु। किनभने घाँस काट्नु नि आएको नि त म त, त्यही भएर अब जान्छु। सुङ्सु हाम्रो छोरा चाहिँ यता छ गाइस, म चाहिँ यहाँ छु, हिँड्दैछ सुङ्सु। हाम्रो दिदी भिनाको छोरो 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 यहाँ हेरिदियो न, यहाँ हेर्दै भिडियो, यहाँ हेर्दै क्यामेरामा हेर ल नानी। आज छोरा र म चाहिँ आएको, हाम्रो भ्लग हेरिदिनु होला। हामीलाई हाम्रो भ्लग हेरेर साथ दिनु होला। मेरो छोरो र मेरो भ्लग हेरेर साथ दिनु होला गाइजहरू। साथ दिनुहुन्छ भने आशा गरेको छु।
हिँड्दैछ चाहिँ। अब हामी चाहिँ हिँड्दैछौँ नि त गाइस, किनभने अब यहाँ मासतिर घाँस काटेर जाँदैछौँ, त्यही भएर हिँड्दै हुनुहुन्छ दिदी मम्मीहरू। नानी चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ, म चाहिँ पछाडि छु, किनभने अब यहाँ मासतिर घाँस काट्छौँ अनि त्यहाँदेखि हजुरहरूसँग कुरा गर्नेछु म चाहिँ। यो चाहिँ हाम्रो गाई चाहिँ हाम्रो बाजे बोजूको चौतारा हो। यो चाहिँ हाम्रो बाजे बोजूको चौतारा हो गाइस। अहिले म चाहिँ यसरी हिँड्दैछु, मम्मी दिदीहरू हिँड्दै हुनुहुन्छ, म नि पछाडि छु। गाइस म चाहिँ यो म हुर्केको जन्मभूमि कस्तो लाग्छ हजुरहरूलाई? आज हामी हुर्केको, हामी 5 जना नाता नातिना हुर्केको घर हजुरलाई देखाएँ मैले। यो चौतारा चाहिँ हाम्रो बाजे बोजू, यो छोरा त जुजू बाजे बोजूको भरपुर उहाँहरूको नाममा बनाएको। हेलो गाइज, अब फेरि हामी चाहिँ घाँसको त बारी पुरै भरि हेर्नु यता छ बारी। बाजेको घर छेउछाउमा काटेको, अनि यहाँ मासतिर पनि काट्यौँ। घाँस काटेर अब बारी पुऱ्याएर जानु आँटेको गाइज। म चाहिँ जानु आँटेको, दिदी हामी चाहिँ सबैजना। मेरो बारी चाहिँ यस्तो छ। हाई गाइज, हामी चाहिँ घाँस लिएर आइपुग्यौँ। अनि यहाँ हेर्नु, म चाहिँ मेरो मनपर्दो बाख्रीसँग बसिरहेको छु। अब घाँस लगाइदिने अनि खाँदै बस्छन् यिनीहरू। आज घाँस लिएर आइपुगेको म चाहिँ। यो मुनि के गर्छ? यो मुनि हेर्नु न, यो बाख्री, यो पाठी, यो मुनि पाठी के गर्छ यो मुनि मेरो फेभरेट हो, मेरो मनपर्दो पाठी हो। मम्मीले पाल्नु भएको, त्यही भएर म चाहिँ आज योसँग बसिरहेको छु। यो हेर्नु कति राम्रो छ यो। ल गाइज, आजलाई चाहिँ यति नै भिडियो हो। हजुरहरूलाई के कस्तो लाग्छ मेरो गाउँतिरको भिडियो होइन? मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। अर्को भिडियो, नयाँ भिडियो लिएर छिट्टै आउनेछु। बाई।